हेलो एन्ड गुड मर्निङ सबैजनालाई। आज चाहिँ बिहान चाहिँ यस्तो भएको थियो, राम्रो छ बिहान चाहिँ। अनि यता चाहिँ फुलहरू मम्मीले रोप्नु भएको थियो साइनमाले। हेर्नु कस्तो राम्रो राम्रो फुल छ कि। झन् अहिले एकछिनपछि रातो फुल खिल्छ, तपाईँहरूलाई म देखाउँछु फुल है। यहाँ चाहिँ धेरै फुल लगाउनु भएको छ, अहिले चाहिँ फुलेको छैन कि। अहिले एकछिनपछि या दिउँसोतिर फुल्छ कि यो फुल। अनि एकदम राम्रो छ कि फुल। म चाहिँ अब फ्रेस हुँदैछु किनकि अब भाइले स्कुल पठाउनु छ, खाना बनाउनु पर्यो बिहान बिहान। अनि यो खाना बनाइसकेँ, भात बसालिसकेको छु, दाल पनि पाकिसक्यो। तरकारी चाहिँ आज मैले सोया घिया अनि आलु बनाएको छु। अब उसलाई चिया दिन जान्छु, ब्रस गर्दै रहेछ भर्खरै। बिहान बिहान यस्तो मौसममा चाहिँ चिया कसलाई रुच्दैन कि। हेर्नु न कस्तो के यस्तो राम्रो मौसम भएको छ। आज चाहिँ यो मौसमसँग हल्का रिसाइरहेको छ भाइ मेरो। खै किन रिसा त्यो चाहिँ थाहा छैन, तर रिसाएको हो कि। गोस भएर हिँडेको छ। ल हेर्नु गाइस कति राम्रो फुल फुलेको छ कि। यस्तो राम्रो फुल खिलेको छ, यहाँ धेरै नै फुलेको छ। हेर्नु सबै गमलामा कि। अघि चाहिँ फुलेको थिएन बिहान चाहिँ, अहिले एकछिन हल्का टाइम लिएर फुल्छ। मैले चाहिँ हिजो बिगाएको बदाम हेर्नु, बदाम यसलाई चाहिँ म हरेक दिन दिन्छु कि बदाम बिहान बदाम र चिया खान्छ या फिर कहिले बिस्किटहरू खान्छ। यसको फोन हेर्नु त है कसरी फुटेको छ, डिस्प्ले नै उडेको छ, हाफ डिस्प्ले उडेको छ। अब यसलाई बनाइदिनु पर्ला। मोबाइल बनाइदियो भनिरहेको थियो, अब 2-4 दिनपछि बनाइदिनु पर्ला। आज हिँड्न त जाम भनेको माने थिएन कि, रिसाइरहेको कि मसँग। हेर्नु न आज हेरेर आइ पनि भनेन, हाँस त नि हाँसेन कि हो। उसको मुड अफ भइरहेको छ केही कुराले। कुनै कुराले बच्चाहरूको मुड धेरै अफ भयो भने त मनमा राखेर हिँड्छन् कि। अनि मनमा राखेर हिँडेपछि बोल्न नि खोज्दैनन्। अनि हुन्छ ठिक छ त्यति मात्र हो कि, बाँकी केही भन्दैनन्। ऊ रेडी भइसक्यो स्कुल जानको लागि, अब स्कुल जान्छ। खोइ आज चाहिँ सायद हाफ डे होला, फ्राइडे हो भनेपछि, तर हुँदैन रहेछ कि। आइसकेको थियो स्कुलबाट चाहिँ कति बजे, 3:30 या 4 बजीतिर छुट्टी हुँदो हो। अनि आइसकेको छ स्कुलबाट, ड्रेस खोलेर बसिसकेको छ। अब एकछिनमा ऊ ड्रेस धुन जान्छ। यता चाहिँ हाम्रो फेरि सानीमा बजार जान लानुभएको छ, उनको नि त्यस्तै भएको छ, फोन बिग्रेको छ कि। अनि बजार जान लानुभएको। अनि मलाई चाहिँ खालि फोन लिएर आउँछ भन्छन्। बेलुकाको खाना मेरो फेभरेट पोर्कको मासु। मेरो च्यानल सब्सक्राइब र लाइक गरिदिनु होला।